यो सरकारले अध्यादेश मार्फत भए पनि त्यो प्रयास गरेको छ। अध्यादेश ल्याउनुमा आफैमा गलत हो कि होइन भनेर यहाँले चर्चा गर्दै गर्दाखेरि त्योभन्दा अलिकति अगाडि म जान चाहन्छु। लोकतन्त्रको लागि लडेकाहरूले, व्यवस्था परिवर्तनको लागि आफ्नो जीवन उत्सर्ग गरेकाहरूले संविधानको कुन धारा टेकेर राष्ट्रपतिलाई अध्यादेश रोक्नको लागि यहाँहरूले ज्ञापन पत्र बुझाउनु भयो? कुन धरातलमा उभिएर यहाँहरू लोकतन्त्रको वकालत गर्दै हुनुहुन्छ? र आज प्रतिपक्षीको हैसियतमा यहाँले प्रश्न राख्दै गर्दाखेरि जनताले नजिकबाट न्यायालयका छैनन् होला? र राष्ट्रिय स्वतन्त्र पार्टीको तर्फबाट गठन भएको यो सरकारले अध्यादेश ल्याउँदै गर्दाखेरि जनहितमा, जनपक्षीमा, राष्ट्रहितमा अध्यादेश ल्याएको छ। वन ऐन सुधार्नको लागि ल्याएको छ, खरिद ऐन, सार्वजनिक खरिद ऐन सुधार्नको लागि ल्याएको छ, सहकारी पीडितलाई न्याय दिनको लागि ल्याएको छ। र ती सुकुम्बासी, भूमिहीन, सोबासी र राज्यले आफैले दमन गरेर सुकुम्बासी बन्न बाध्य बनाएकाहरूलाई पनि भूमिमाथिको अधिकार सुनिश्चित गर्नको लागि, भूमि ऐन संशोधन गर्नको लागि अध्यादेश ल्याएको छ। यहाँ अपराध कहाँ भयो? यहाँहरू कम्तीमा अध्यादेशको कन्टेन्टमा गइदिनुहोस् न। राष्ट्रिय स्वतन्त्र पार्टीले र यो सरकारले त अध्यादेश ल्याउँदै गर्दाखेरि प्रतिपक्षको दल फुटाउनको लागि त अध्यादेश ल्याएको छैन नि। एक्सट्रीम एनर्जी ड्रिंक। सम्माननीय सभामुख महोदय, सबैभन्दा महत्त्वपूर्ण विषय त संविधानले प्रदत्त गरेको मौलिक हक र मौलिक हकको धारा 40 ले सुनिश्चित गरेको भूमिहीन र दलितको लागि जमिनको हक, भूमिहीन दलित मात्र होइन, सोबासी, सुकुम्बासी, अव्यवस्थित बसोबासी र सम्पूर्ण भूमिहीन नेपाली नागरिकलाई एकचोटि भूमि माथिको अधिकार सिर्जना गर्न सक्ने त्यो संविधान यहाँले नै तयार पारेको, त्यसको मर्मलाई बुझेर यसको दफा 18 मा उल्लेखित गरेको छ, सुनिश्चित गरेको छ। र संविधानको धारा 40 को उपधारा 6 मा आवासका लागि सुनिश्चितताको विषय जसरी त्यहाँ तय गरिएको छ, मौलिक हकमा तय गरिएको छ, त्यसलाई पनि आत्मसात गर्दै यही नीतिता कार्यक्रमको बुँदा नम्बर 69 मा एकचोटि हेरिदिन म अनुरोध गर्न चाहन्छु। यो सरकारले भूमिहीन, सुकुम्बासी र नदी किनारमा अव्यवस्थित बसोबास, जोखिमयुक्त बसोबास गरिराख्नु भएकाहरूलाई व्यवस्थित गर्दै गर्दाखेरि यहाँले जुन रोदन देखाउनु भएको छ, जुन विरोधको लागि विरोध प्रकट गर्नुभएको छ, म एकचोटि विगतलाई फर्केर हेर्नको लागि अनुरोध गर्न चाहन्छु। यस सम्मानित सदन मार्फत यहाँलाई अनुरोध गर्न चाहन्छु। 37 वर्षको राजनीतिक अभ्यासमा यहाँले कति नेपाली जनतालाई भूमिहीन बनाउनु भयो, कति नेपाली जनतालाई सुकुम्बासी बनाउनु भयो, र कति नेपाली जनतालाई सार्वजनिक जमिन हडप्न बाध्य बनाउनु भयो। आज पहाडका ती ठुल्ठुला फाँटहरू, ती सबै पहाडहरू आज रितिँदै गर्दा र त्यहाँ जङ्गलीकरण हुँदै गर्दाखेरि ती नागरिकलाई बाध्य पारेर सहरका खोला किनारमा ल्याउने काम कसले गरेको हो? विगतको 37 वर्षमा कतिवटा भूमि आयोग बने होलान्? कति नेपाली नागरिक भूमिहीनबाट उन्मुक्ति पाए त? यो प्रश्न आज ती नेपाली जनताले सोधिरहेका छन्। सम्माननीय सभामुख महोदय, प्रतिपक्षी दलका नेता, पूर्व प्रधानमन्त्रीज्यू र ठुला दलका विशिष्ट नेताहरू जो आज यस सम्मानित सदनमा उहाँलाई सँगसँगै लिएर अगाडि बढ्न सकेनौँ, जनताले त्यो विगतलाई निकै नजिकबाट निहाल्नु भएको हुँदै गर्दाखेरि म उहाँहरू सबैलाई प्रश्न सोध्न चाहन्छु। राजनीतिक यति हदसम्म दूषित राजनीति गर्नु हुँदैन भन्ने कुरा जनताले बारम्बार खबरदारी गरिरहेका थिए। 2079 सालमा यस संसदमा हामीले पाइला टेक्दै गर्दा यहाँहरूलाई हामीले सच्चिनु भएन भने जनताले सकाउनको लागि अब बेर लगाउँदैन। त्यसको लागि यो पुस्ता अगाडि बढिसकेको छ भनेर हामीलाई त्यतिखेरै खबरदारी गरेका थियौँ। तर यहाँहरूले त जनतालाई अझ पनि आँखामा छारो हाल्ने काम गरि नै रहनुभयो। आफूले दलीयकरण गरेका आफ्नै नेता र भरौटेहरू मार्फत ती सोझा सिधा जनतालाई सुकुम्बासी बन्न बाध्य बनाइरहनु भयो। जब राज्यले प्रयास गर्थ्यो, जब महानगरपालिकाले प्रयास गरेको थियो, कम्तीमा त्यो दलदलबाट, त्यो खोला किनारको त्यो दलदलबाट जीवनको निकै वसन्त त्यहाँ त्यो दुःख कष्टसहित पार गर्दै गर्दा त्यहाँबाट निकालेर कम्तीमा उहाँहरूको भूमिमाथिको अधिकार सुनिश्चित गर्न प्रयास गर्दै गर्दाखेरि यहाँले देखाएको हरकत संसारले देखेको छ, नेपाली जनताले देखेको छ। त्यसकारण आज लाज पनि लजाएको छ। यहाँ लुगा लगाएर पनि नाङ्गै हिँडे जस्तो गरी प्रतिपक्षमा रहेर आवाज उठाउँदै गर्दाखेरि जनताले नजिकबाट निहालेका छन्। अलिकति मात्र प्रयास गरिदिनु भएको थियो भनेदेखि विगतको 37 वर्षमा जति नेपाली नागरिकलाई यहाँहरूले भूमिहीन र सुकुम्बासी बनाउनु भयो, ती कुराहरूलाई धेरै अगाडि समाधान गर्न सकिन्थ्यो। यो सरकार निर्माण भएको 100 दिन पनि पुगेको छैन र सरकारले ती साँच्चै वास्तविक भूमिहीनमाथि आशा जगाएको छ, विश्वास जगाएको छ। पूर्व प्रधानमन्त्रीज्यू,
यहाँले हामीलाई आफ्नो अनुभव साट्दै गर्दाखेरि आफ्ना अनुभव बताउँदै गर्दाखेरि हामीलाई जुन मार्गदर्शन गर्नुभएको छ यसप्रति कृतज्ञ छौँ। यहाँले भने जस्तै हामी संसदीय अभ्यासमा साँच्चै नयाँ छौँ। कहीँ कहीँ त्रुटि पनि भयो होला, कहीँ कहीँ हामीले काम गर्दै गर्दाखेरि केही कुराहरू बिरामी पनि होला। म यहाँलाई स्मरण गराउन चाहन्छु, हामी त्यो स्वच्छ नैतिक धरातल सहित नेपाली जनताको त्यो सपना पुरा गर्ने प्रयासमा लागि परेका छौँ। कुनै कारणवश कहीँ कतै त्रुटि भएका कारण सदन स्थगन गर्नु पर्यो होला, तर त्यहाँ राखेको नियत जनतालाई फेरि पनि न्याय गर्ने नै थियो। 8 वटा अध्यादेश ल्याउँदै गर्दा यति धेरै रोइलो किन? नेपालको राजनीतिक इतिहासमा पहिलोचोटि राष्ट्रिय स्वतन्त्र पार्टीले अध्यादेश ल्याएको हो, त्यसमाथि पनि संविधानले प्रदत्त गरेको सरकारको अचूक हतियार हो। पूर्व प्रधानमन्त्रीज्यू, हामीलाई राम्रोसँग थाहा छ अध्यादेश 2 धारे तरबार हो, तर त्यही अध्यादेश सरकारको अचूक हतियार पनि हो। विगतको 37 वर्षमा तिलो बनाएको नेपालको सबै संरचना, सेवा प्रवाह गर्ने सबै संरचनामा गरिएका दलीयकरणको अन्त्य गर्नु थियो। आफ्ना कार्यकर्ता भरौटे र आफूसँग मिलेकाहरूले नेपाली जनतालाई शोषण दमन गरेर त्यो सहकारी मार्फत सबै लुटेका थिए। हुन त त्यो विषयमा म आज धेरै चर्चा गर्न चाहन्न, तर ती नेपाली जनतालाई न्याय दिनुको सट्टामा तपाईँहरूले केसम्म गर्न भ्याउनु भयो भनेर म यस सम्मानित सदनबाट स्मरण गराउन चाहन्न। आज उहाँहरूलाई न्याय दिनु छ। यहाँहरूले नै बारम्बार भन्नुहुन्थ्यो र आँसु पनि बगाएको मैले देखेको थिएँ। वन ऐनका कारण, खरिद ऐनका कारण हामीले विकासलाई अगाडि बढाउन सकेन भनेर बारम्बार भन्नुहुन्थ्यो, तर त्यसलाई संशोधन गर्ने, त्यसलाई सुधार गर्ने प्रयास किन गर्नु भएन विगतको 37 वर्षमा? यो सरकारले एडमिसन ओपन जुम ब्युटी एकाडेमी, नेपालकै नम्बर 1, 22 वर्षको अनुभवको साथमा 100% जब ग्यारेन्टी।